दाई 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 यो दाईलाई के भएछ? जाड खाएर मात्नु भयो के हो? अरे भाई ये मेरा अड्डा है। हाई गाइस, वेलकम ब्याक माई मिनी भ्लग। अनि आज चाहिँ म जाँदैछु लेटाङ। लेटाङ चाहिँ म किन गएको भनेर तपाईँलाई म एकैछिनमा भन्छु ल। लेटाङ जानको लागि म चाहिँ चढेँ काकरभिट्टाको गाडीमा चढेपछि मेरो यात्रा सुरु हुन्छ। अनि बाटो चाहिँ निर्माण हुँदैछ नि त, सो त्यही भएर बाटो चाहिँ हल्का कच्ची छ। धुलो अनि प्लस उफारेको कारणले चाहिँ मलाई चाहिँ हल्का थकित भए जस्तो भइरहेको थियो। जे होस् तर पनि म चाहिँ लेटाङ राम्ररी नै आइपुगेँ। अनि लेटाङ चाहिँ म किन आएको भने चाहिँ लेटाङमा हाम्रो आफन्त हुनुहुन्छ नि त, सो आफन्त चाहिँ खस्नुभयो अरे, सो त्यही भएर आएको थिएँ। यहाँ चाहिँ के कस्तो राम्रो पेन्टिङ बनाइदिरहेको रहेछ के। अनि यो पेन्टिङ चाहिँ कहाँनिर छ प्लिज हजुरले कमेन्ट गरिदिनु ल। म जुन काम ल्याएको थिएँ नि त्यो काम चाहिँ सबै सकिसक्यो। अब चाहिँ म टर्न फर्किनु पर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ। आजको भिडियो यति नै। के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि सब्सक्राइब गर्नु।